things that Nepali people argue about. Number 1, food. मिठो थियो मिठो अनि भयो के भयो साथी ओके सो खाऊ न के यार के लजाको तिमी आफ्नै साथीको घरमा आएर कस्तोमा के लजाको हैन कि 2 प्लेट खा भनेको के Number 2, washing the dishes. तिमी कहाँ मेरो घरमा आएर भाडा माझेको यार कान्छ के गरेको तिमीले छोड दौ के हटने यार हट के गरेको यार म आएको छु मेरो घरमा आएर के गरेको तिमीले यार दुएल छ नि म नाफी नगरेको हट के हट भने के नाफी गरेको के तिमीले Number 3, paying for food. अनि सर आजको बिल चाहिँ कति हो अल टुगेदर 10 पाउन्ड 10 पाउन्ड हो मैले तिर्दै हाल्छु त भयो तिमी तिर्ने कान नाटक नगराउनु फेरि यार कान्छ हैन भयो के भयो हैन के मैले पो इन्भाइट गरेको र तिमीलाई मैले खुवाउन पर्दैन मलाई तिर्न देऊ के म तिर्छु के मैले तिर्छु ओइ तेरो पछाडी कस्टमर रोकिरा छ जसले तिरे पनि तिरेर निस्कि त छिटो सरी तिर ल तिमीले आफै म तिर्छु के ल तिर त पैसा छैन यार पैसा छैन तिमीहरु पसलबाट निस्कि त फ्रीमा ए ल फ्रीमा ल निस्कि थ्यांक यू सर ल जा नम्बर 4 जबरजस्ती बसाउँछन् यार साथी अब ढिलो भयो हल्का हैन जा निस्किनु पर्यो म त कहाँ अहिले जाने हो भने बस यार कहाँ निस्किन थालेको 6 घण्टा बसिसके म यहाँ अनि के भयो त नि बस न के पो गर्न छ र भोलि काम छ नि मेरो काममा सी खाँदै भइहाल्यो नि यार काम त सोल्टी जसको नै हुन्छ नि म्यानेजरको नम्बर देऊ त म्यानेजरको नम्बर देऊ यार मलाई चिन्छ के बस न यार बस अहिले जाने भनेर ढिलो भइसक्यो म ढिलो मैले चाबी लगाएर कसरी जाँदा रहेछ हेरौँ त ल कसरी जाँदा रहेछ हेरौँ त के गरेको भने ढोका खोल्न नभनेको प्लिज छैन कि अब आएर बस्छ के अब कान्छ